मजा आएगा ना भिड़ो। तो आज विद्यार्थी कॉम्बिनेशन गुड आफ्टरनून सर। गुड आफ्टरनून। इधर मुख्य पढ़ना विद्यार्थी इधर मुख्य पढ़ना विद्यार्थी आज बोला शांति से कराएं तर तो गौरव बस तो नहीं सर और बात हम पढ़े रहा है हम लोग 5 बार सर प्रदूषण होने पाते हैं भाई ध्वनि प्रदूषण वातावरण में प्रदूषण हुने और गर्मको कारण ध्वनि प्रदूषण हुन्छ जस्तै कि अवस्था हामीले चुरो खाए चुटा मुखमा ध्वनि प्रदूषण बुझ्यो कि नै बुझ्यो सर ध्वनि माने वातावरण प्रदूषण भने हामीहरुको घरमा चिलेहरू जस्तै खान्छ बाजेहरूले चुरोट खाएर धुरा आउँछ नि चुरोट खाएर धुरा आउँछ नि अच्छा किन हास्य त त्यो दालेले खान्छ बुझ्यो नि ध्वनि प्रदूषण चुरोट खाएर त्यहाँदेखि अल्को ठाउँ जान्छ नि अल्कोलाई गएर असर गर्छ हो त दिमागबाट असर गर्दै हुन्छ जस्तै कि चुरोट रक्सीको धुवा जान्छ खाएको रक्सीको धुवा जान्छ खाएको रक्सी गाडा अनि कुरो ध्वनि भने गाडीहरुको उद्यम जान्छ गाडीहरुको त्यो धुवा खाले त्यो ध्वनि सुन्ने जान्छ तिनीहरुले कि रोगहरु लाग्छ जस्तै कि कार्बन डाइअक्साइड देखि लाग्छ सिसाहरु देखि लाग्छ नि रो यसका मुख्य प्रकार रहेका छन् यसका मुख्य उदाहरणहरु एकतिर कालोमा चाहिँ भाषै पछि दूषित हावाबाट रुखा पोथी कोरोना व्यक्ति दम आदि रोगहरु फैलिन्छ जस्तै कि दम भने धेरै चुरोट खाएर दम बस्छ नि दम चुरोट खान्छ त चुरोट खाने भने यहाँ त चुरोट जस्तै भयो यो पर्दछ अब यो धेरै यो पर्दछ अब यो धेरै धुलीमा आइदिन्छ हामी एकैचोटि 129 मा आइदिन्छ धुली प्रदूषण भने यो पनि त्यस्तै चुरोटले अब भनौँ भने मुसलले खान्छ होला आवाज भने चुरोटले खाने भने आवाज धुली भने के हो अब यसमा आवाज